नमस्ते सबैलाई। हाम्रो परिवारको यो धेरै विशेष दिनमा स्वागत छ। आज हाम्री प्यारी छोरी दिवसिकाको अन्नप्राशन कार्यक्रम हुँदैछ। जीवनको यो सुन्दर सुरुवात र खुसीका यी पलहरू तपाईहरुसँग बाँड्न पाउँदा धेरै खुसी लागेको छ। आउनुस् तयारीदेखि कार्यक्रमसम्मको यात्रा सँगै हेरौँ है त। अनि हामीले चाहिँ सानी नानीलाई एउटा बाथटबमा राख्यौँ। उसको बाथटब बस्नलाई चाहिँ एकदम खुसी हुने क्या। अनि हामीले त्यो दिन चाहिँ मनतातो पानी थियो तर दुध चाहिँ चिसो थियो। हामीले उसलाई चिसो दुधले नुहाइदिन सुरुवात गऱ्यौँ। तर पनि त्यो चिसो दुध टाउकामा पर्दा पनि उसको त्यो फेसियल एक्सप्रेसन चाहिँ चेन्जै भएन के। कस्तो एउटा हुन्छ नि ठुलो मान्छे जस्तै हेर्दा पनि अझै होइन रमाइलो नुहाएको देख्दा म आफै अचम्मित भएँ। त्यस पछाडि छोरी त पानीमा खेल्न थालिन्। हेर्नुहोस् त हाँसाइ पनि यस्तो छ कि पुरै मुटुमै हान्ने खालको रियली नाइस थियो। त्यो मुभमेन्ट अनफर्गेटेबल भन्छ नि त्यस्तै भयो। त्यस पछाडि अब यो चाहिँ मेरो प्यारी श्रीमतीले डेकोरेसन गर्नुभएको हो। उहाँले अब 84 व्यञ्जन तयार गर्नुभयो। त्यस पछाडि कपडाहरू नेपालबाटै मगाएको। त्यस पछाडि अनि अब मैले नै सुरुवात गरेँ। अब के गर्ने, घरको मुली मान्छे पर्यो, पूजा गर्न सुरु गरेँ है त। 84 व्यञ्जनलाई पूजा गरेँ। अब सबै कुरा केही त जान्दिनँ, नजाने पनि भगवान्लाई चाहिँ अब ल है प्रभु म केही जान्दिनँ भनेर मैले यसो पूजा गर्न सुरु गरेँ। आफ्ना कुल पितृ देवतालाई सम्झिँदै अनि भगवान्सँग आशीर्वाद लिँदै र छोरीलाई आशीर्वाद दिनुभन्दा नि छोरीसँग चाहिँ आशीर्वाद माग्दैछु म यहाँ पूजा गर्दै है। स्वयं देवीको रूपमा म पूजा गर्दै अब छोरीलाई चाहिँ टिका लगाइदिन सुरुवात गरेँ। त्यस पछाडि टिका लगाउन अलिक गाह्रो हुन्छ बच्चाहरूलाई, थोरै टिका लगाइदिएँ। त्यस पछाडि अब हामीले अनि कार्यक्रममा अब हाम्रो के छ अन्नप्राशन भएको हुनाले गर्दा अब पहिला हामीले टिकोपछि फुल लगाइदिउँ नि, माला लगाइदिउँ। त्यस पछाडि हेर्छु न कस्तो क्युट माला बनाएको छौँ नि हामीले। त्यो त हिजो राति 12-1 बजीसम्म बसेर बनाएको अनि यतिको त हुनु परेन भने छोरीको लागि यति त गर्नै पर्यो। गरेको यसलाई चाहिँ मान्नै पर्छ। सो एउटा आमाले छोरीप्रति चाहिँ देखाउने स्नेह माया अब के भन्ने है, त्यो अथाह हुँदो रहेछ। हेर्छु न अब त्यो खिर खुवाउँदा त्यस पछाडि अब त्यो खिर खुवाउने प्रोग्राम चाहिँ बाबाकै हातबाट जुर्यो। पण्डित भूपतेन्द्रबाट यो जानकारी भएको हुँदा मैले बाले आफै खुवाइदिएँ छोरीलाई। छोरी पनि हामीले अगाडि खाएको हेरेर मुख मिठाउँथिन्। साँच्चै नि त्यो दिन त भोकाइसिन् कि क्या हो, मजाले खाइन्। यस्तो रमाइलो गरी है, त्यो ठुलो मान्छेले स्वाद थाहा पाएर खाए जस्तो गरी कि फर्स्ट टाइम खाँदाखेरि पनि। यो टेस्ट त अब थाहा हुन्न होला, तै पनि के होला यो टाइपको एउटा हुन्छ नि त, उसलाई पनि त्यो कौतूहल। यसो नि त चम्ची नै चपाउँछु जतिकै गरेर खाँदैछिन् अनि। वाउ इट्स रियली नाइस। अब त्यो बोल्नुलाई चाहिँ पनि गर्छिन् हौ। अहिले नै बोलेर हिँडेर अब बाबाले सबै घुम्छु चाहिँ गर्छिन्। पैसा चाहिँ नदे भन्दैछन् क्या। पर्दैन समाउनै मान्दिनन् कि। यति भद्र बोलाउने ज्ञानी बच्चा। अनि बाबाको पैसा सबै मेरै हो भन्ने थाहा छ नि त होला, त्यही भएर पनि होला। त्यही हो कि। त्यस पछाडि मैले मेरो मुटुलाई पूजा गरेँ। अनि अब टिका लगाइदिने पालो मेरो। अब ल चेन्ज गरौँ है त। हास राम्रो आशीर्वाद दिनु है छोरीलाई। दिइहाल्छु नि, मनमा नै दिने हो म त आशीर्वाद। आउँदैन मलाई त बाहिरबाट दिनलाई। अनि अब टिका लगाइदिँदैछु। अब गुजुगाउन थालिसकिन्। सायद त्यो कपडाहरू अलिकति बाक्लो भएकोले पनि होला, अलि गर्मीमा अनि अब त्यो भेलभेटको कपडा अलि बाक्लै पनि हुन्छ। बाक्लो प्लस अलिकति त्यो खस्रो भएकोले पनि होला सायद होइन। अलिकति भारी पनि हुन्छ नि त। अब त्यो बुटिकको कपडा भएको भएर चाहिँ अलिक गाह्रो भयो कि जस्तो मान्छु। फुल खान थालिन अब छोरी। गुलाबको फुलले मात्र सायद केही नहुन्थ्यो कि त्यो अर्को बेबी ब्रेथ भन्ने पनि छ नि त, त्यही भएर पनि होला। त्यस पछाडि छोरीलाई आमाको गिफ्ट आयो। अब गिफ्ट के होला भनेर भन्दा त सेतोमा के हो यो, यस्तो के हो, कहाँ थियो यो गिफ्ट? यो मलाई नि थाहा थिएन गाइज।
यो गिफ्ट कहिले कुन कुनामा थियो भन्ने कुरा अनि सबै गिफ्ट जति बाबालाई देखाउने हो त आमा छोरीको पनि त हुन्छ नि त केही न केही त ओके यो हिमिचु भन्छ है क्या एकदम गोप्य कुरा द्याट्स फाइन हुनै पर्यो नि यतिको त ओके ओके यतिको नभए त फेरि आमा छोरी साथी नै भइएन नि बन्डिङ राम्रो हुनुपर्छ त्यस पछाडि चाहिँ अब हाम्रो चाहिँ फुल खानुभन्दा त बरु मोतीकै माला खानु ठिक भनेर छोड्दै हो कि के हो त्यो चाहिँ त्यस पछाडि अब हाम्रो चाहिँ यो सायद सकिसके पछाडि एउटा फोटो सुट गऱ्यौँ त्यसपछि सक्यो यति नै थियो हाम्रो चाहिँ धन्यवाद सबैलाई थ्याङ्क यू थ्याङ्क्स फर वाचिङ आवर भ्लग्स स्टे कनेक्टेड